छ। अब यसलाई चाहिँ यो लप्सीको चाहिँ धेरै उपयोगिता छ हैन। लप्सीका विभिन्न परिकारहरू पनि बन्छन्। आज मेरो लप्सीको अचार बनाउने कार्यक्रम छ। लप्सी किनेर ल्याइयो बजारबाट। अनि त्यो भएपछि अब यसलाई चाहिँ राम्रोसँगले पखालेर अनि पानी घाममा एकछिन पानी उबाउन दिएर त्यसपछि यसलाई अचार बनाउने प्रोसेसमा लगिन्छ। अनि अचार बनाउने प्रोसेसमा लाने बेलामा पनि म भिडियो बनाएर देखाउने छु तपाईहरुलाई। धैर्यताका साथ मेरो भिडियो पुरै हेरिदिनु होला। यो पनि एउटा भ्लग नै हो, जानकारीमूलक। त्यसकारणले गर्दा मेरो यो भिडियोलाई लाइक, शेयर, कमेन्ट अनि सब्स्क्राइब पनि गरिदिनु है च्यानललाई, जेपीटी च्यानल। ल पखालिसक्यो अनि पखालेर यहाँ यो उबाउने क्रम जारी छ। अब यसलाई चाहिँ यो लप्सीको चाहिँ धेरै उपयोगिता छ हैन। लप्सीका विभिन्न परिकारहरू पनि बन्छन्। तर अब हामी यस्तो धेरै व्यावसायिक रूपमा होइन, हामीले घरमा खानको लागि नै तयार गर्न खोजेको हो। त्यसकारणले हामी चाहिँ सामान्य अचार बनाउँछौँ। तर र लप्सीलाई जुनसुकै किसिमले खाए पनि यो चाहिँ अत्यन्तै मिठो र एकदम फाइदाकारी हो। र यसको के औषधिको रूपमा यो कसरी प्रयोग हुन्छ र के कस्तो औषधिमा प्रयोग हुन्छ भन्ने कुरा म पछि यसै भिडियोको अन्त्यतिर म बताउने छु। भिडियोलाई नछुटाइकन हेरिदिनु होला हैन। र अब हामी यो लप्सीलाई उबाउने तर्खरमा छौं र उबाउन गइरहेका छौं। भयो हुँदैछ। यो लप्सी हामीले उसिनिसकेका छौं अचार बनाउनको लागि। पुरै उसिनेर चाहिँ पुरै फ्यालात्तै भइसकेको छ। अब त्यसपछि अब हामी यसमा हाल्नको लागि चिनी चास्नी बनाउँदै छौं। चिनी चास्नी नुन पनि हालेको छ यसमा र 1 केजी चिनी यो हामीले चाहिँ अहिले 6 केजी जति उसमा 1 केजी जति चिनी हाल्यो हैन।
अनि यसमा चिनी चास्नी बनाएर अब त्यसलाई मोल्छौँ। अरू केही पनि हाल्दैन हामी, मसला ससला नि हाल्दैनौँ, त्यत्तिकै खाना मिठो भइहाल्छ यो। त्यस कारणले यो चिनी चास्नी बन्दैछ। चिनी चास्नी बनाएपछि अहिले म देखाउँछु। ल हाम्रो चिनी चास्नी तयार भइसक्यो। चिनी चास्नी यतिको हुनुपर्छ होइन, च्याप च्याप हुनुपर्छ। चिनी चास्नी तयार भइसक्यो। अब यो चिनी चास्नीलाई हामी अब भाँडामै पकाउनु पर्ने हो। हुन्छ यो अलिक साना साना भाँडा भएको कारणले गर्दा हामीले चिनी चास्नी नुनसहित यहाँ हालेर अब हामी यो उसिनेर राखेको लप्सीमा खन्याउँदै चलाउँदै गर्छौँ होइन। अनि त्यस पछाडि यसरी चाहिँ सबैतिर पुग्ने गरी हामी चलाउँछौँ चिनी चास्नी हालेर। ल यसरी हामी गर्छौँ। सबैतिर चास्नी पुग्ने गरी चलाउनु पर्छ। ल चिनी चास्नीमा हामी एकदम मोल्दैछौँ होइन, मजाले मोल्दैछौँ। यो उसमा पनि मोल्दैछौँ होइन, यसरी मोल्नुपर्छ भन्ने कुरो हो। मोल्दैछौँ भन्ने भन्दा पनि मोल्नुपर्छ होइन। अनि यो बिस्तारै राखेपछि अहिले पनि त अब तत्काल पनि खाना हुन्छ। अहिले यसलाई चाहिँ राखी धेरै लामो समय पनि खान सकिन्छ, खान मिल्छ। र यसरी पुरै चारैतिर पुरै लाग्ने गरी चिनीमा घोल्ने हो, चिनीको घोलमा। यो चाहिँ चास्नी नहालेको भन्नुहुन्छ? यो हामीले के अरे नुन मात्रै हालेको, यसमा चिनी हालेको छैन। किनभने विभिन्न किसिमका थरीका स्वादमा खानको लागि हो यो। यो चिनी सहित हालेको, चास्नी सहित हालेको सहितको हो। हामीले चाखेर त हेरिसक्यौँ होइन, र पनि अब एकचोटि यसलाई चाहिँ यसरी चाखेर हेरौँ कस्तो भएछ होइन भनेर चाहिँ अब गरेको मात्रै। अब हामी यसलाई अलिकति सेलाउन दिन्छौँ। अनि सेलाएपछि हामी भाँडाहरूमा, बट्टाहरूमा हालेर सुरक्षित राख्छौँ र आवश्यकता अनुसार झिक्दै खाँदै गर्छौँ। र खानासँग पनि, भातसँग पनि खान सकिन्छ र त्यत्तिकै तल लाग्दा त्यत्तिकै पनि निकालेर खान सकिन्छ। मैले अघि सुरुको भिडियोमा भनेको थिएँ लप्सीको के औषधीय गुण हुन्छ भन्ने कुरा। तपाईँलाई खोकी लागेको छ, लामो खोकी लागेको छ, खोकी गाडिएको छ भनेदेखि तपाईँ यसरी नै चिनी चास्नीमा डुबाएर अथवा यतिकै उसिनेर नुन छर्केर मात्रै राखेको लप्सीको अचार 2 दिन अथवा 3 दिन मात्र दुईवटा गेडा बिहान बेलुका भातसँग खाने गर्नुहोस् अथवा त्यत्तिकै खाने गर्नुहोस्। तपाईँको खोकी एकदम ठिक हुनेछ। एकचोटि प्रयोगको रूपमा पनि तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँको खोकी जानेछ, यसले चिसो काट्छ, खोकी जान्छ। यो एकदम औषधीय गुण भएको चिज हो। अमिलो खान हुँदैन भन्छन् खोकी लाग्दा, तर त्यस्तो हुँदैन। यो लप्सी भनेको एकदम औषधीय गुण भएको हो। तपाईँ ट्राई गर्नुहोस् र भएन भने त्यसको जिम्मेवारी म लिन्छु। ल हाम्रो